लाइन छ नि त्योसँग टक्क सिधा राख्नु पर्यो हैन यो सिधा छ अलिकति छैन होला थोरै जानुस् न ओ ल अब यसरी यो ड्यासबोर्डसँग चाहिँ हामीले सिधा राख्नु पर्यो हैन अब फुल टर्न गर्नु पर्यो टर्न गर्नुभयो ल फुल काटेर हिँड्नुहोस् त जानुहोस् अब पहिला त्यो पोलला हेर्ने अब त्यो पोलला छुया छैन भने यहाँ मिररमा टायरले छुन्छ कि त्यो हेर्नुपर्छ है हो यहाँ पनि लाइनलाई छुया छैन भनेपछि अब त्यो बिचको पोलसँग सिधा हुनु पर्यो तपाईँ सिधा हुनु पर्यो तपाईँ सिधा छ हो ल सिधा छ अब 2 राउन्ड खोल्ने 1 2 2 राउन्ड खोलेपछि टायर सिधा हुन्छ ल टक्क त्यसको घाँटी घाँटीसम्म जाने पोलको ल रोक्नुहोस् हो ठिक छ ल अब ब्याक गियर लाउनु पर्यो हो अब यहाँ हेर्नुहोस् त ग्याप के छ ठिक छ हामीलाई ठ्याक्कै 1 फिट जतिको चाहियो है हो ल यो मिररमा चाहिँ ठ्याक्कै हाम्रो त्यो सिधा लाइन चाहिँ ट्याक्कै मेटिनु पर्यो टर्निङ मात्रै देखिनु पर्यो हैन अनि टर्निङ भन्दा टायर माथि हुनु पर्यो त्यति कुरा याद गरे भइहाल्यो ल जानुहोस् त ट्याक्कै मिररमा सिधा लाइन ट्याक्कै मेटेपछि रोक्नु पर्यो सिधा लाइन मेटिन आँट्यो हो मेट्यो हैन हो ठ्याक्कै रोक्नु पर्यो यो सिधा लाइन ट्याक्कै मेटिन तासै रोक्नु पर्यो ठ्याक्कै टर्निङ मात्रै देख्छ ल फुल काट्नु पर्यो अब यति भए चाहिँ फुल लेफ्ट साइड काट्दिने ल अब यहाँ हेर्दै हिँड्ने छुन्छ कि भन्ने यहाँ हेर्दै हिँड्नु पर्यो ल ल ठिक छ अब यताको हाम्रो लाइन यो मिररबाट लाइन हरायो नि हराएपछि अब त्यो साइडको हेर्नु पर्यो त्यो लाइनलाई छुन्छ कि भनेर हो जानुहोस् ठिक छ जाने सर्ट जाने जानुहोस् हो छुएन ठ्याक्क सिधा राख्नु पर्यो अझै पुगेको छैन यति गयो भने छुन्छ सिधा राख्नु पर्यो क्या यहाँ जति स्पेस छ हो रोक्नु यहाँ नजिक जति स्पेस छ नि यहाँ नजिक त्यति नै वहाँ पर पनि हुनु पर्यो क्या अब 2 राउन्ड खोल्ने 1 2 हो अब यताको ठिक छ छैन हेर्ने हो यता पनि ठिक छ ल ब्याक जाने एकदम सिधा ब्याक मात्रै जाने ठिक छ हैन ह्यान्डल एकदम स्ट्रेट सिधा राख्नुपर्छ हो छुया छैन नि हैन यति भए भइहाल्छ